पहिलो एपिसोडमा मानसिकता बलियो बनाउन जीवनमा लक्ष्य र उद्देश्य चाहिन्छ भनेर भनेको थिएँ। आज लक्ष्य र उद्देश्य प्राप्त गर्न 3-4वटा कुरा भन्छु। पहिलो कुरो भनेको आफ्नो सिप वा शिक्षाको क्षेत्रमा अनुभव बटुल्दै जानुहोस्, प्रयोग गर्दै जानुहोस्। जति अनुभव बटुल्नुहुन्छ र प्रयोग गर्नुहुन्छ त्यति लक्ष्य र उद्देश्य प्राप्त गर्दै जानुहुन्छ। नम्बर 2, आँखा चिम्म गरेर जीवनभर के समस्या समाधान गर्न चाहन्छु भनेर आफूलाई बारम्बार सोध्नुहोस्। यसले पनि लक्ष्य र उद्देश्य प्राप्त गर्न मद्दत गर्छ। तेस्रो भनेको के काम गर्दै गर्दा समय बितेको थाहा पाउँदिनँ भनेर आफूलाई सोध्नुहोस्। र चौथो भनेको पैसा पाए पनि नपाए पनि, मान सम्मान आए पनि नआए पनि के काम गर्दा म चाहिँ आनन्दित र प्रफुल्लित हुन्छु भन्ने कुरा सधैँ मनन गर्नुहोस्। यो 3-4वटा काम गरे हामीहरू निरन्तर आफ्नो लक्ष्य र उद्देश्यको नजिक पुग्दै जान्छौँ।